ओहो! कति ठुलो सर्प साथीहरू यता देख्न सक्नुहुन्छ। ओहो! यो त अजिङ्गर रहेछ नि त साथीहरू। अनि त वेलकम छ गाइज मेरो डेली मिनी ब्लगमा। म तपाईँहरूकै फायर फाइटर अनुप चौधरी र आज हामी हाम्रो शिवराज नगरपालिका वडा नम्बर 4 बनकट्टी भन्ने गाउँमा एउटा सर्प रेस्क्यु गर्न जान लागेको छौँ। वहाँदेखि हामीलाई जानकारी आएको थियो छिटो आइदिन पर्यो सर्प रेस्क्यु गर्न भनेर। अनि एकछिन पछि उहाँले भन्नुभयो सर्प अजिङ्गर हो भनेर। त्यही भएर आज हामी 4-5 जना गयौँ सँगै, हाम्रो करण भाइ, सुनिल भाइ, अनि म, अनि हाम्रो विक्रम दाई सँगै 4 जना। अब अजिङ्गर ठुलो हुन्छ नि त साथीहरू, त्यही भएर सबैजना गयौँ। यता देख्न सक्नुहुन्छ भिडभाड, सर्प हेर्न आएको थिए गाउँलेहरू। अनि यता देख्न सक्नुहुन्छ सर्प अजिङ्गर एकदम ठुलो थियो। खासै ठुलो थिएन, योभन्दा पनि ठुला हुन्छन्। यो चाहिँ हल्का बच्चा टाइपको थियो, अजिङ्गर हो। यिनीहरूले छोपे भने त यिनीहरूको बिख चाहिँ लाग्दैन साथीहरू, तर टोके भने धेरै नै गहिरो टोक्छन् र रगत धेरै बग्छ यिनीहरूले टोके भने। ठुलो हुन्छ नि त मुख, त्यही भएर बिख त लाग्दैन, तर घाउ चाहिँ दह्रो घाउ बनाइदिन्छन्। अनि त हामी गयौँ, छोप्यौँ। अनि यता देख्न सक्नुहुन्छ हाम्रो विक्रम दाईले छोप्नु भएको छ त्यसलाई, हातले आफ्नो पछाडि त्यो पुच्छर छोप्नु भएको छ। छोप्यौँ, रेस्क्यु गऱ्यौँ यसलाई। अनि अब यता देख्न सक्नुहुन्छ तपाईँहरूले, उता स्टिकले पहिला छोपेर अनि बल्ल त्यसलाई मुख छोप्यौँ। उता विक्रम दाईले मुख छोप्नु भएछ र उता हाम्रो करण भाइले पुच्छर समात्नु भएको छ। अनि यसलाई छोपिसकेपछि प्याक गऱ्यौँ हामीले बोरामा। अब त्यो ब्ल्याक होल लगेको, ब्ल्याक होलमा त अट्दैन, यो ठुलो छ सर्प। अनि त्यही भएर एउटा बोरा माग्यौँ उहाँको स्थानीयहरूसँग। त्यही भएर बोरामा प्याक गरेर अब यसलाई लान पऱ्यो जङ्गलतर्फ। खुब डराएको थियो उहाँको स्थानीयहरू, छिटो आइदिन पऱ्यो भनेर हतार बोलाएको थियो। त्यही भएर हामी पनि खबर पाउँदा बित्तिकै छिटो आफ्नो सबै सामग्री लिएर, हाम्रो स्कुटी सामग्री लिएर, अरू पनि त्यो स्टिकहरू लिएर छिटो पुगिहाल्यौँ त्यो गाउँमा। र रेस्क्यु गरेर हामी जङ्गलतर्फ यसलाई छोड्नको लागि, अब सर्पहरूको घर भनेकै जङ्गल हो नि त साथीहरू, त्यही भएर सर्प छोड्न जङ्गलतिर पनि लागिहाल्यौँ। अनि यता देख्न सक्नुहुन्छ हाम्रो सुनिल भाइ, त्यसलाई सर्पले रिलिज गरिरहेको छन्। अनि यता देख्न सक्नुहुन्छ अब एकछिन पछि सर्प जान्छ आफ्नो ठाउँमा, आफ्नो घरमा। अनि त मैले लास्टमा के भन्न चाहेँ, तपाईँहरू यस्तै सर्प छोप्न हामीलाई खबर गरिदिनु होला, हामी आउँछौँ। तर सर्पलाई चाहिँ नमार्नु होला है त साथीहरू। आजको मेरो ब्लग यहीँसम्म थियो। हस् त, धेरै धेरै धन्यवाद मेरो भिडियो हेरिदिएकोमा तपाईँहरूलाई।